राधे गोविन्द सम्पूर्ण भक्तजन सम्पूर्ण साथीहरूमा अस्ति धेरै दिन अघि मैले देवी भागवतमा युधिष्ठिर र भीम जन्मेसम्मको पढेको थिएँ। आज अर्जुन नकुल सहदेव कसरी पैदा भए भन्ने व्याख्यान छ यहाँनिर, यो पढ्छु। सबैजनाले श्रद्धापूर्वक सुन्नु होला है साथीहरू। कुन्तीले पनि त्यो सुनिकन गरिन् तत्काल वाहन, आई इन्द्र गरे समागमनी पैदा भए अर्जुन। तिनको जन्म हुँदा बजे थरी थरी बाजाहरू स्वर्गमा, वर्षा पुष्प वीरको पनि गरे थे देवले हर्षमा। गर्जन मेघ समानको गरी त्यहाँ आकाशवाणी भयो, तेजस्वी शिव झैं पराक्रम महा होला पछि वीरयो। कीर्ति वृद्धि गराउने छ कुलको यो पुत्रले भूपति, गर्ला राज्य समस्त पृथ्वीभरिमा राजा र वैरी जिती। बस्थे जो निरपका कुटी वरिपरि ज्ञानी तपस्वी जन, वाणी अमृत झैं सुनि खुसी भए राजा र रानी पनि। बोले भूपति लौ दया गर पृथा, माद्री भइन् दुखिनी, स्वामीको बुझी भाव स्पष्ट मनको, बोल्दी भइन् भामिनी। इच्छा पूर्ण हुनेछ मन्त्र बलमा, विश्वास राखिकन, हे माद्री गर देवताकन कुनै सम्झेर आवाहन। कुन्तीको सुनि बात स्वनि कुमारलाई गरिन् सम्झना, जुम्ल्याहा सुत जन्मिए सुमुखीको त्यस्तै थियो कामना। कान्छाको सहदेव नकुल नाम राख्दा भए ज्येष्ठको, पाई ती दुई पुत्र ताप मनको, सारा गयो माद्रीको। भेजेका वसुदेवले थरी थरी सामग्रीका साथमा, आई कश्यपले गरे क्रमसही संस्कार त्यही स्थानमा। राजा पाण्डु बसेर सोही वनमा, गर्थे तपस्या पनि गर्थे चाकरी कुन्ती माद्री दुईले, कर्तव्य हो यो भनी। उत्पत्ति कुरुको र पाण्डु कुलको संक्षेपमा वर्णन, गर्थे सुत मुनि र सौनकहरू सुन्थे खुसी भइकन। केही काल बित्यो यसै तरहले सानन्दको यी दिन, राजा पाण्डु बसे गरी स्फटिकको एउटा शिलासन। चारैतर्फ थियो वसन्त ऋतुको राम्रो छटा त्यो घरी, माद्री भूपतिको बसी नगिचमा गर्दै थिइन् चाकरी। बिर्से श्रापति विप्रको अटल झन, आफ्नो हुने दुर्गति, माद्रीका सँग भोगमा रहन हुँदा साथै मरे भूपति। लागे गर्न विलाप पत्नी दुईले, रोई कराइकन, सम्झाई कुटीका छिमेकीहरूले केही शान्त पारी मन। कुन्तीलाई गरी प्रणाम करमा, सुम्पेर छोरा दुई, माद्री भूपतिसँग नै सती गइन् अत्यन्त दुखी भई। सुन्दा मृत्यु ती पाण्डुको र ऋषिमुनि, सन्तप्त सारा थिए, ज्ञानी कश्यपले क्रिया सुतहरू द्वारा गराइदिए। कुन्तीलाई र 5 पाण्डव सबैलाई ली साथमा, सुम्पेती धृतराष्ट्रजी विदुरजी औ भीष्मको हातमा। रानी सत्यवती बुहारीहरूले वनमा तपस्या गरी, पाइन् मोक्ष र स्वर्गको सुख ठुलो, तिनले मरेका घरी।
माद्रीको अनि पाण्डुको गरिदिए श्रद्धादि राम्रो गरी रोएथे धृतराष्ट्रजी विदुरजी ती भीष्मजी बेसरी आफ्ना बान्धव हस्तिनापुरभरि जो थिए ती पनि रोए भूपतिको चरित्र अघिको सम्झेर दुखी बनी छोरा 5 भए कसो गरी भनी विस्तार सोधे जब कुन्तीले जसरी भए सबकै ती बन्धुलाई तब पाले पाण्डवलाई योग्य रीतले हुने टुहुरा भनी बेला पाई सबै युवा हुन गए ती 5 भाइ पनि पञ्चालिकन त्यो स्वयम्वर विषय ल्याएपछि पार्थले 5 भाइ मिली बिहे गरी लिए आज्ञा दिन कुन्तीले पहिलो जन्म जहाँ ठुलो तप गरिन् ती द्रौपदीले जब आज्ञा भो वरदान माग सुमुखी प्रत्यक्ष आई शिव तिनले 5 पटक पति दिनु हवस यस्तो भनेकी थिइन् सोही कारण 5 भाइहरूकी ती एक पत्नी भइन् 5 भाइ ती पाण्डुका तनयको एक छोरा भए द्रोणीकारी समापरि समरमा 5 जना मारिए आधा राज्य गरेर भाग निरपले सानन्द बाँडिदिए पाएथे जब राज्य पाण्डवहरू अत्यन्त हर्षित भए सारा भूपहरू जिती पृथ्वीका ल्याएर धेरै धन गर्थे पाण्डव राज सुयमखको आनन्द आयो जन छोरा ती धृतराष्ट्रका 100 थिए जेठा दुर्योधन थिए देखि पाण्डवको प्रभाव मनमा ईर्ष्या बहुतै लिए सारा सम्पत्ति पाण्डुका तनयको खोस्ने कसोरी भनी सल्लाह सहसा दिए शकुनीले मामा हितैषी बनी जुवामा छलले ती पाण्डु सुतको सम्पूर्ण खोसिकन गर्नु पर्छ कुनै ठुलो प्रण भनी भन्थे ती दुर्योधन बस्नु पर्दछ 12 वर्ष वनमा जोहार छ त्यसले गई काट्नु गुप्त रहेर वर्ष दिनमा यस्तो प्रतिज्ञा भई आफ्नो राज्य लिनु पुरा प्रण गरी आएर फिर्ता भनी यस्तो राखी कबोल बेसरी जुवा खेले दुवैले अनि पासा जो छलले थियो कपटको जित्ने सदा कौरव हारे पाण्डवले सबै धन तथा जित्ने सदा कौरव 5 भाइ भएर भिक्षु कसरी वनमा पसेथे अनि काटेथे बसी 12 वर्ष वनमा अत्यन्त दुखी बनी फेरि गुप्त भई विराट नृपको घरमा बसे वर्ष दिन पुरा पारी भए जसै प्रगटती हर्षित भए बन्धुजन आए भेट्न भनी विराट नृपको घरमा सुभद्रा सुत तिनको भूपतिले बिहे गरिदिए ती उत्तराजीसित जुवामा अघि जो गरे प्रण सबै पुरा गरी पाण्डव मागे राज्य र दिन कोही पनि भनी गर्जे सबै कौरव सल्लाह हरिको युधिष्ठिरजीले माग्नु भए थियो अनि लड्नै पर्छ भनेर सम्मति मिल्यो श्री कृष्णजीको पनि आए मद्दत गर्न सृञ्जय तथा पाञ्चाल राजाहरू पहुँचे सैन्य समेत मत्स्यपतिका साथै अनेकौं अरू
गर्ने मद्दत जो युधिष्ठिरजीका राजा हितैषी थिए, तिनको साहस प्रभाव सबले देखेर हर्षित भए। भीष्म द्रोण र कर्णको भर परी दुष्टात्म दुर्योधन धेरै भूपहरू मिलाई धनले संग्राम कर्नाकन आएथे कुरुक्षेत्रमा र दुईको जम्मा भए सैनिक। ठुलो युद्ध भयो 18 दिन त्यो अत्यन्त संहारक। भाइ बन्धु र पुत्र मित्र निरपति सारा मरेथे जब श्री दुर्योधन भीमका हुन गयो युद्धै गदाको तब। तिघ्रा भाँचिदिए दुर्योधनजीको हानि गदा भीमले। ती राजा सहसा ढले पृथ्वीमा तत्काल त्यो चोटले। ढोग्थे भूपहरू किरीट पदमा राखेर जुन भूपको धुलोमा तिनी पल्टिए पृथ्वीमै बस्ने थिए बन्धुको। देखि दुर्गति त्यो दुर्योधनजीको द्रोणी रिसाइकन मार्छु पाण्डव 5लाई म भनी गर्दा भएथे प्रण। सुत्थे द्रौपदी पुत्र जुन शिविरमा रानी त्यही गइकन राति त्यही गइकन मारे पाण्डव 5 ठानी तिनीले खुसी भएथ्यो मन। ती 5 शिशुको गएर सिरली राजा दुर्योधन कहाँ ल्याए पाण्डव 5 को शिर भनी राखे अगाडि महा। ती दुर्योधन खूब हर्षित भए मारे भनी पाण्डव देखे थे शिर 5 जानी शिशुको दुखी भए जन्तव। वंशै पाण्डवको समस्त कुरुको यो मासियो लौ भनी ज्यादा शोक बढी दुर्योधन भए तत्काल मूर्छा पनि। एकै पल्ट हुनेछ हर्षसँग नै विस्मात ठुलो जब जाला प्राण भनेर श्राप ऋषिको पहिले परेथ्यो तब। तिनको मृत्यु भयो उसै बखतमा त्यो श्राप पूरा भयो। मुर्दा देह अनाथ झैं पृथ्वीमा भूपालको तेर्सियो। छोरा जो अभिमन्यु अर्जुनजीका पैदा भएका थिए योद्धा षड्रथीले मिलेर रणमा तिनलाई मारिदिए। गर्छु वंश विनाश पाण्डुसुतको भन्ने विचारिकन द्रोणीले शिशु गर्भकै उपरमा ब्रह्मास्त्र छाडिकन मारेथे अभिमन्युको सुत थियो जुन शेष तन्तु अनि रक्षा गर्नुभयो बसी उदरमा श्रीकृष्णजीले अनि। जन्मी बालक त्यही परीक्षित भनी ख्याति भयो लोकमा रैती राजी गरेर शासन गरे तिनले ठुलो राज्यमा। बस्थे श्री धृतराष्ट्र दुखित भई सम्झेर छोराकन त्यसको शान्ति निमित्त धर्मसुतले सेवा गरे दिन दिन। जय मा जगत जननी।